एभ्रिवान स्वागत छ मेरो भिडियोमा। सो आज चाहिँ हामी सूर्यविनायकदेखि माथि घ्याम्पे डाँडाको जङ्गलमा जाँदैछौँ, जहाँ चाहिँ हामीले विभिन्न खालको रङ्गी बिरङ्गी लालीगुराँसका फुलहरू हामी देख्न सक्छौँ। र बाटो चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। उकालो 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 भएर गइरहेको छ र थाहा छैन लालीगुराँस चाहिँ कहाँ पाउँछ, अन्तिलाई चाहिँ थाहा छ सबै बारेमा। सो keep continue guys। चटपटी खाएको भएर अलि नाकबाट पानी बगिरह। सो यहाँ चाहिँ यस्तो चाहिँ गर्नु नहुने खासमा है, तर पनि साथीहरूले यसरी चाहिँ फोहोर चाहिँ जथाभावी रूपमा चाहिँ जङ्गलमा छोडेको अवस्था छ। यो लोकेसन रहेको छ गणेशस्थान टेम्पलदेखि चाहिँ माथि घ्याम्पे डाँडा जाने बाटोमा। सो सबै सराउन्डिङ वरिपरि हेर्न सक्नुहुन्छ। यस्तो छ, गाडीहरू चाहिँ बाइकहरू सबै गइरहेको हुन्छ, तर हामी चाहिँ बाइकलाई तलै छोडेर कन्टिन्यू हामी अगाडि बढिरहेका छौँ। र वातावरण यस्तो छ, शान्त वातावरण। यता माथि पनि देख्न सक्नुहुन्छ, यता यता सबै जङ्गलै जङ्गल र बिचमा दामी खालको बाटो, त्यसपछि दामी खालको हामी मान्छेहरू। राम्रो 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 सबै राम्रो गुराँस छ, तर क्यामेरामा चाहिँ देखिँदैन होला। तर अति उकालो छ है यो बाटो। के काफल छ? काफल पाक्छ अहिले? ए यो सिजन है? ठिक 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 ठिक। ल आउनुहोस् यता। त्यो के हेर त्यो फल, जस्ट बाटो नै क्याप्चर चाहिँ नगरिदिउ न बेबी। तर अलिकति एक नम्बरको गियरमा बिस्तारै। ल ठिक छ ठिक छ। तर यता चाहिँ अलिक कम नै रहेछ क्या काफलहरू भनेको, एकदमै सरी कम भन्दा पनि अलिक ढिलो चाहिँ हुने क्या है हाम्रोतिर भन्दा। हुन्छ यतैतिर जाउँ न, अलिकति एडभेन्चर टाइपको बाटो छ यहाँ चाहिँ। गाह्रो छ है बाटो। गुराँस यो हामी फुल्न लागेको मात्र खै धेरै हिँड्यो नि। लगभग हामी बाइकबाट ओर्लेर पनि हामी लगभग 800 मिटर समथिङ आइसक्यो होला है माथि। अस्ति हामी यताबाट गएको थियौँ ठ्याक्क यहाँ पछाडिबाट, अनि अहिले चाहिँ हामी यहाँबाट सर्टकट जस्तै जस्तै भएर। पानी हेर न, पानी पानी। ओहो मर्या बिरालो जस्तो ठुलो गएर होला। ए लाली गुराँस गाइजहरू, वाउ यु क्यान सी गाइजहरू लाली गुराँस। So sweet, so nice। यस्तो हामी कहाँ जान्ला हो? लाली गुराँस टिप्न, ट्रेकिङ, घ्याम्पे डाँडा। यस हामी चाहिँ किप कन्टिन्यू गरिरहेछ हाम्रो। यो चाहिँ लोकल ट्रेकिङ हो गाइस, त्यस्तो प्रोफेसनल पनि होइन। मेरो सबैभन्दा महँगो स्टिक $250 को।
यसकै सहारामा म अगाडि बढिरहेको छु। तपाईँको $84,000 यी टोपी शिरभन्दा माथि नै होस् न त यस टोपी नेपाली टोपी नेपाली टोपी ढाकाको टोपी। हेलो हाय के छ भनेर फेरि रोयो अरे आया बहुत मजा वाउ मेबी हुनसक्छ है पुरानो बाटो होला पहिला जुन यो तलको पिच रोड नहुँदैको बाटो हुनुपर्छ यो यसमा यहाँ मान्छेहरूले दाउरा बनाउँछ होला नि यो है हाम्रोतिर जस्तै सिस्टम हुन्छ होला है जङ्गलमा अब वर्षमा अब एकपटक खोज्छ होला अनि यो सुकेको दाउरोहरूलाई काठहरूलाई चाहिँ टन्नै उभिरहेछ त यो भर्खर काटेको रहेछ है सुकेको दाउराहरू दाउरा थकाली मजा आयो यार मजा आयो कसम हो धन्यवाद लाग्यो किन भन्दाखेरि रुममा गुम्सिँदा यो काठमाडौँको यो जुन हुन्छ नि भेहिकलको साउन्डले गर्दाखेरि चाहिँ मान्छे ढिक्क भइसक्यो कि तर फाइनल्ली आज हामी सबै 3 जनाको ग्रुप भएर ट्रेकिङ आइरहेछौँ। त्यो के हो त्यसो माथि यो कहाँसम्म जाँदो रहेछ कस्तो ठाउँ रहेछ है जाउँ न त अगाडि के गयो होइन हामीले गुराँस नटिप्ने भने आज हामीसँग वर्षको टाइम छ तर बिस्तारै अगाडि बढौँ के छ त्यहाँ यो फल यो चाहिँ हामीले स्कुल पढ्दाखेरि के त्यो हाम्रो स्कुलदेखि यता हामी आउँदाखेरि घर छ नि घरतिरको पानीको जङ्गलमा चाहिँ यस्तो खोजेर यसरी टोकेर डाँटले टोकेर खान्थ्यो कि यो चाहिँ कटुस भन्छ यसलाई कटुस यहाँबाट नगरको टक्क देखिँदो रहेछ पारि हेर न है नगरकोट वाउ नगरकोट ओराली झारे यसलाई कटुस भन्छ क्या मैले अघि टिपिसकेँ भ्युवर्सलाई मैले देखाइसकेँ मेरो भिडियोमा भ्युवर्स फेरि म मात्रै छु होला आउनुहोस् होला होइन अपलोड भएपछि धेरैले हेर्नुहुन्छ भने यस पुनः विश्वास छ जसले यहाँसम्म हेरिराख्नु भएको छ कन्टिन्यू हेर्नु होला है त मेरो आँखाले किरा पर्छ यो बाटो कहाँ पुग्छ है थाहै छैन म पनि फर्स्ट टाइम हो कि नखाऊ न कहाँ नरहेछ भिडियो पनि कस्तो क्यामेराम्यान मैले राम्रै राखेको छु राम्रो जतै भयो गजब बेइज्जती है बच्चाहरूलाई एक्लै हामी कस्तो साक्क हुने हामी मिल्ने हुने भने कस्तो खान्थ्यौँ अनि यति मात्रै हो र कति रमाइलो भयो हाम्रो स्कुलको बेलामा एकचोटि कस्तो बाटो कोही लडिकिन् नि सुरुमा आफ्नो चाहिँ बल्छ है तर यसरी रिङाइकन थाल्यो पैसा त लास्टमा त बिचरा नसकेपछि त एक बक्सिङ किक खाइकन नि लागेको गाई चाहिँ भिडियो हेरे पनि कमेन्ट गर्छ होला त्यो व्यक्तिले त्यसको लागि सरी है मलाई धेरै गाली नगरे ल एक हप्ता त गाई पुग्छ त त्यसपछि एक हप्ता गाई हामी किन त्यो निलो भयो भनेर अनि एकचोटि कस्तो भयो भने निलो पनि राम्रै निलो हो त आँखै नदेख्ने निलो भएको थियो झगडा भयो बच्चामा झगडा भयो अनि कलासभित्र ढोका थुनेर लेडिजले जेन्ट्सलाई कुन रिङाइदिएर छोडिदिएको उहाँ चाहिँ तपाईँहरूकै साथी होइन एउटै लेभलमा पढ्ने एउटै क्लासमा ए त्यसपछि
त्यसपछि जेन्ट्सलाई रिस उठ्यो मुक्का पछि त नै भएछ ल 4-5 दिनसम्म के अरे निलो भएछ 4-5 दिन त गायब स्कुलबाट गायब जेन्ट्स होइन है लेडिज गायब जेन्ट्स त होइन हाउ फनी सक्छ त जेन्ट्ससँग सक्दैन नि फेरि कुन गाउँ हो हामी आएको चाहिँ कहाँ हो हराउँछ हरिँदैन किन हराउँछ अनि मैले फेरि त्यो ऊ यता चाहिँ यो पारिपट्टि चाहिँ उता डोलेश्वर जाने हो क्या सियाटल हो खै नाम त थाहा भएन तर डोलेश्वर जाने चाहिँ पर्छ यो बाटो एकचोटि फेरि बर्खामा स्कुलबाट आउँदाखेरि हात बाँधेर कतिजनालाई बढाइदिएको अरे हामीले लगभग कस्तो हो यस्तो बाटोमा यस्तै हो बाटो यो बाटोमा यस्तो यो घाँसहरू के यो घाँस सानो होइन अझ योभन्दा सानो यो बाटो यसले यसरी बाँधिदिने अनि त्यो मान्छे आइरहेको छ भने यसरी खुसिदिने कि अनि उसलाई चाहिँ ध्यान भत्काइदिने कि उसले अनि मैले टक्कै पारेकोलाई यसरी टेकेर यसरी त्यहाँ पारि कस्तो राम्रो ठाउँ छ है भनेर अनि सबैजनाले उतै ध्यान गर्यो क्या हो है भने अनि यसरी जति छोडिदिएँ मैले सब घरामै गयो अनि तपाईँहरूको त्यो तपाईँको गाउँ जाने बाटो त अहिले अप्ठ्यारो नै छ नि होइन भन्नुको मतलब त्यहाँबाट खस्यो यदि इनकेस केही भयो भने त तलै फलै पुग्नुपर्छ अनि अहिले त रोड छ पहिले चाहिँ थिएन पहिला चाहिँ सानो बाटो थियो नि त है के गर्नु लाग्यो अलिक बागिन भइसक्यो बसेको मायाको चिन्ह योभन्दा अरू के हुन सक्छ र आम्मा मायाले दिएको ल ठिक छ बाहिर हामी चाहिँ अहिले थकाइ मारिरहेछ अनि अझै एक स्टेप माथि गयो भने चाहिँ चौर जस्तो छ त्यहाँ गएर केही टिकटकहरू बनाउने रे साथीनीहरूले अनि त्यस पछाडि हामी चाहिँ अलिकति त्यहाँ गएर चिसो हावा खान्छौँ सो हामी चाहिँ विश्रामपछि फर्किने निर्णय गऱ्यौँ र फर्की पनि आएछौँ माथि जानुभन्दा चाहिँ तल गए पछाडि हाम्रो अरू साथीहरू पनि आउँदै हुनुहुन्छ त्यसको लागि तल गएर फेरि हामी यसरी तल गएर फेरि माथि गएर पारिपट्टि चाहिँ गुराँसहरू अति नै छ अरे अनि त्यही भएर त्यतातिर हामी प्रस्थान हुँदैछौँ र हाम्रो लेडिज पार्टी देख्न सक्नुहुन्छ अगाडि गइसक्नु भएको छ म चाहिँ हजुरहरूसँग इन्टरेक्ट गर्दै अगाडि गइरहेको छु र यहाँसम्म हेर्दै हुनुहुन्छ भने कृपया लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला जसले गर्दाखेरि मलाई भिडियो बनाउनको लागि चाहिँ मोटिभेसन मिल्नेछ भन्दै हामी चाहिँ निरन्तर अगाडि बढिरहेको छौँ धेरै नै माथि आएछ गाइस तल धेरै तल छ अघि आउँदाखेरि आइहाल्यो तर अब जान चाहिँ गाह्रो भइरहेछ तर काफल पाक्यो होला भनेर त तिमीले सोच्दै नसोच क्या किनकि यहाँ अलि ढिलो नै पाक्छ होला ए काट्यो नि हो त्यो मैले हिँडाइ कस्तो छ स्लो मोसन चाहिँ लाग्छ भने सो अहिले चाहिँ साँझ पनि भइसकेको छ र हामी घरतिर फर्किँदैछौँ भनेर यहाँलाई जानकारी गराउन चाहन्छु र बाइक रोक्नमा आएको छ चाहिँ अगाडि गइसक्नु भएको छ र म चाहिँ पछाडिबाट भिडियो इन्डिङ गर्ने तयारीमा छु र जसले यहाँसम्म हेर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद।